श्रीमती चाहिँ के भन्नुहुन्छ तपाईँ? श्रीमतीले भन्ने एउटै छ, तेरो बुद्धि नै छैन भन्छ जहिले पनि। मैले आजसम्म कुनै श्रीमतीले यसको बुद्धि छ भने श्रीमती भेटाएन। जति गरे पनि तेरो बुद्धि नै छैन भन्छ कि श्रीमतीले, जसका श्रीमतीले। अब बुद्धि कहाँबाट ल्याउने थाहा छैन होला। श्रीमतीले भन्ने एउटा हो, तेरो बुद्धि नै छैन। त्यो किन यसो भने? त्यसो गर्नु हुँदैन थियो। त्यो हुन्छ नि, त्यो चाहिँ पिच हुन्छ। सबभन्दा ठुलो सल्लाहकार हो। तपाईँलाई बिजाउँछ र त्यसले? बिजाउँदैन, म त खुसी हुन्छ। मेरो बुढीको धेरै बुद्धि छ भन्दैछ कि मेरो बुढीको सबभन्दा बढी बुद्धि छ भन्दै सिध्यो। डिस्कस किन गर्नु छ? तर मेरो बिहा चाहिँ लभ म्यारिज हेर्नुहोस् होइन। म चाहिँ भगवान्लाई के भन्छु भने नि, मेरो बुढी सिए हो, एकाउन्टेन्ट, चार्टर्ड एकाउन्टेन्ट होइन। तपाईँ चाहिँ कति पढ्नु भएको? म त एसएलसी पास हो। पास चाहिँ गर्नुभयो? म पछि गरेँ, फेरि धेरै पछि। म रौतहटमा गएर पुरा बाङ्गो बाटोबाट होइन, रौतहट। अब म काभ्रे जानु भएन, काभ्रे त्यत्रो नचिने ठाउँमा जानु पऱ्यो नि त पढ्नलाई। त अर्कैको नामले दिएको होइन, म आफै गरेँ। फोटो राखेको छु मैले मजाले लेखेर। म एसएलसी दिनु छ भने मजाले गरेर ट्याग गरेर बेन्च गरेर त्यो हुन्छ नि सभाएर। अब चिटसिट चोर्ने भन्दा सामान्य कुरा हो नि त होइन, लेख्नु त पऱ्यो नि। चिट चोर्ने अरूको सामान्य कुरा, सबले चोर्ने हो। चिट पनि त ढङ्गले चोर्न जान्नु पर्यो। त्यो टिचरले पनि चोर्ने हो क्या, जो हामीलाई अहिले कारवाही गर्छ उसले चोरेकै हो क्या। चोर नपाएर सबले चोर्ने हो क्या। आज जेएनजी आन्दोलन हेर्नु त, सबलाई चोर भन्थे नि।